नमस्कार। आज हामी एउटा अलि गम्भीर तर एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। नेपालका सरकारी विद्यालयहरूमा राजनीतिक हस्तक्षेपको असर। हामीसँग एउटा विस्तृत लेख छ जसले यो समस्या, यसका कारणहरू अनि सम्भावित समाधानहरू पनि केलाएको छ। आजको हाम्रो यो छलफलको उद्देश्य चाहिँ खासमा यो राजनीतिक गतिविधिले शिक्षाको गुणस्तर अनि अझ बढी त शिक्षक र विद्यार्थीको मनोबलमा कसरी र किन असर पारिरहेको छ भन्ने कुरा अलि छर्लङ्ग पार्ने कोसिस गरौँ न। सुरुमै एउटा एकदमै भनौँ न चिन्ता लाग्ने कुरा के देखिन्छ भने विद्यालयहरूमा नियुक्ति बढुवा गर्दाखेरि योग्यता हेरिँदैन रे। के कस्तो भने पढाउन कति सिपालु छ भन्दा पनि को कुन पार्टीको नजिक छ, कति वफादार छ भन्ने कुराले प्राथमिकता पाउँदो रहेछ। यो त एकदमै डरलाग्दो कुरा हो, किनभने यसले त सिधै गुणस्तरमा हान्ने भयो नि। हो नि, अनि यो त एउटा मात्र पक्ष भयो। यो बाहेक अरू के समस्याहरू देखिएका छन् त? लेखमा के भन्छ, जस्तो नियुक्ति त भयो तर पाठ्यक्रममै राजनीतिक प्रभाव पार्ने कोसिस हुन्छ रे। हुन्छ, त्यो पनि एकदमै देखिने समस्या हो। कस्तो भने कुनै एउटा पार्टी सत्तामा हुँदा आफ्नो विचारधारा, आफ्नो एजेन्डा मिल्ने कुराहरू पाठ्यक्रममा राख्न दबाब दिने, इतिहासलाई बङ्ग्याउने प्रयास गर्ने, होइन, यो एउटा भयो। अनि अर्कोतिर तपाईँले विचार गर्नुभयो होला नि, कति धेरै बन्द, हडताल, विरोध प्रदर्शन हुन्छन्। हो त नि, विद्यालयहरू त सधैँजसो बन्द नै हुन्छन् जस्तो लाग्छ कहिलेकाहीँ। हो, त्यसले गर्दा कति पठन पाठन छुट्छन्, परीक्षाहरू सर्छन्, त्यो शैक्षिक क्यालेन्डरै लथालिङ्ग हुन्छ के। अनि अझ गहिरो कुरा त त्यो स्रोत साधनको बाँडफाँडमा पनि राजनीति हुन्छ। भ्रष्टाचार, कुव्यवस्थापनका कुराहरू पनि छन्। भनेपछि बजेट पनि आफ्ना मान्छेलाई मात्रै? त्यस्तै राजनीतिक स्वार्थको लागि विद्यालयको पैसा वा अरू सामानहरू अन्तै प्रयोग हुने। अनि अर्को जटिल पक्ष छ नि, त्यो शिक्षक युनियनहरूको। उनीहरू राजनीतिक दलसँग नजिक हुन्छन् धेरै जसो। हो, त्यो त सुनिन्छ। हो, अनि कहिलेकाहीँ के हुन्छ भने समग्र शिक्षाको भलाइ भन्दा पनि आफ्नो पार्टीको हित हेर्नुपर्ने बाध्यता आइलाग्छ उनीहरूलाई। अनि सुधारका काम गर्न खोज्दा पनि बाधा आइपर्छ। बाप्रे, समस्या त जताततै जेलिएको रहेछ। तर एउटा प्रश्न, किन गर्छन् होला राजनीतिक दलहरूले यस्तो? विद्यालय, शिक्षक, विद्यार्थीलाई नै किन निशाना बनाउने? यो महत्त्वपूर्ण प्रश्न हो। यसका पछाडि केही खास कारणहरू देखिन्छन्। पहिलो त शिक्षक र विद्यार्थी भनेको एउटा ठूलो समूह हो, होइन, सङ्गठित पनि हुन्छन्। उनीहरूलाई र्यालीमा, जुलुसमा, चुनाव प्रचारमा उतार्न सजिलो हुन्छ। दलहरूलाई परिचालन गर्न सजिलो भयो। भोटको लागि त्यो पनि हो। अनि अर्को, स्थानीय स्तरमा आफ्नो पकड बलियो बनाउन पनि यो काम लाग्छ। जस्तो पार्टीलाई समर्थन गर्यो भने नियुक्ति, सरुवा, बढुवामा सजिलो हुने, यस्तो लोभ देखाएर वफादारी किनेको चलन छ नि। बुझियो। अनि तेस्रो, अझ दूरगामी असर पार्ने कुरा चाहिँ युवा पुस्तालाई सानैदेखि आफ्नो विचारतिर तान्ने प्रयास, भविष्यका मतदातालाई प्रभाव पार्ने। दिमागमै आफ्नो पार्टीको छाप छोड्ने। हो, त्यस्तै भन्नु पर्यो। अनि समग्रमा त यो आफ्नो राजनीतिक शक्ति टिकाइराख्ने, बढाउने एउटा खेल नै हो। शिक्षा जस्तो क्षेत्रलाई पनि हतियार बनाएको देखिन्छ। कारणहरू त प्रष्टै रहेछन्। खै, अब समाधानतिर लागौँ न त। के उपायहरू पनि छन् कि? छन्। लेखमा केही महत्त्वपूर्ण उपायहरू सुझाएको छ। पहिलो र सबैभन्दा जरुरी त शिक्षालाई राजनीतिबाट टाढा राख्ने। मतलब नियुक्ति बढुवा गर्दा पार्टीको मान्छे हो कि होइन भनेर होइन, कि उसको योग्यता, अनुभव, पढाउने क्षमता हेरेर गर्ने। मेरिटोक्रेसी भन्छन् नि त्यो। हो, अनि पाठ्यक्रम पनि कुनै पार्टी विशेषको प्रचार गर्ने खालको होइन, कि तटस्थ बनाउने। दोस्रो, शिक्षकहरूलाई अलि जवाफदेही बनाउने। कसले कस्तो पढायो, नतिजा कस्तो आयो, त्यसको आधारमा मूल्याङ्कन गर्ने पारदर्शी तरिकाले। एकदम ठीक। अनि अर्को महत्त्वपूर्ण कुरा, यो राजनीतिको नाममा हुने बन्द हडतालले स्कुल चल्नै दिँदैन नि। त्यसलाई रोक्नु पर्यो। बरु शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्ने, होइन, संवादबाट समाधान खोज्ने नीति लिनुपर्छ। हो नि, पढाइ नै बन्द गरेर त के माग पूरा हुन्थ्यो र? अनि अर्को, शिक्षक वा विद्यार्थीलाई कुनै पार्टीको कार्यक्रममा जानै पर्छ भनेर जबरजस्ती गर्न नपाइने कडा नियम चाहियो, र त्यो नियम लागू पनि हुनु पर्यो। यी त भए तत्काल गर्न सकिने कुरा। तर लामो समयको लागि त शिक्षामा लगानी बढाउने, शिक्षकलाई तालिम दिने र स्कुलको वातावरण नै पढाइ मैत्री, राजनीति मुक्त बनाउनतिर ध्यान दिनुपर्छ भनिएको छ। यी समाधानका उपायहरू सुन्दा त एकदम राम्रो लाग्यो। तर के पहिले यस्तो प्रयास भएको थिएन? विगतले केही सिकाउँछ कि? विगतले त धेरै कुरा सिकाउँछ।
प्रष्टै के देखिन्छ भने जब जब राजनीति हावी भयो नि तब तब शिक्षाको गुणस्तर खस्कियो, पढाइ हुने दिन घट्यो, भ्रष्टाचार बढ्यो अनि पुरै प्रणाली नै अस्थिर बन्यो। यो त एउटा चक्र जस्तै भयो के? हो र? हो। त्यसैले यो समाधान भनेको खालि नियम कानुन बनाएर मात्र पुग्दैन, सोचमै परिवर्तन आउनुपर्छ। शिक्षालाई राजनीतिक जित हारको माध्यम होइन कि बालबालिकाको अधिकार र देशको भविष्य बनाउने आधार हो भनेर बुझ्नु पर्यो अनि त्यही अनुसार व्यवहार गर्नु पर्यो। भनेपछि पारदर्शिता, जवाबदेहिता, योग्यता प्रणाली यी कुराहरू कागजमा मात्र होइन व्यवहारमै चाहियो। ठ्याक्कै। त्यसो भए आजको यो छलफललाई बिट मार्दा मुख्य कुरा के देखियो भने नेपालका सरकारी विद्यालयमा राजनीतिक हस्तक्षेपले साह्रै नराम्रो असर पारेको छ। गुणस्तर, स्रोत साधन, पढ्ने वातावरण सबैतिर बिगारेको छ र यसबाट पार पाउन सामान्य टालटुलले हुँदैन, पुरै प्रणालीमै सुधार चाहिने देखियो। योग्यता, जवाबदेहिता र राजनीतिक तटस्थतामा आधारित सुधार। हो, राजनीतिकरणबाट मुक्ति र योग्यता प्रणालीमा जोड दिनु त एकदमै सही हो। तर यहाँ एउटा अलि अप्ठ्यारो प्रश्न पनि छ नि। हाम्रो जस्तो समाजमा जहाँ राजनीति यति गहिरोसँग गाँजिएको छ त्यहाँ शैक्षिक गुणस्तर हेर्ने, अनुगमन गर्ने निकायहरू साँच्चीकै स्वतन्त्र र निष्पक्ष हुन सक्लान् त? त्यो त हो। उनीहरू आफै कति राजनीतिक प्रभावबाट मुक्त होलान्, यो चाहिँ विचार गर्नुपर्ने अलि गम्भीर र निरन्तरको चुनौती हो जस्तो लाग्छ मलाई। यसमा सोच्नुपर्ने ठाउँ छ।